भिडियो चाहिँ म पार्ट 2 मा बनाउँछु किनभने मेरोमा गेजिङको पनि भिडियो छ है, लामो हुन्छ। तपाईहरुले हेर्नु, म फर्स्ट पार्ट र सेकेन्ड पार्ट गरेर बनाउँछु। यो चाहिँ सेकेन्ड पार्ट हुन्छ। नक्कल पारेको हेर्नुहोस्, यहाँ काकीले खुसीले नक्कल पारिन्जेल भइसकेको छ। अब यहाँ हेर्नुहोस्। हेलो फ्रेन्ड, अहिले चाहिँ हामी स्काई वकको नजिक आइपुग्यो। हेर्नुहोस् है, स्काई वकको भ्यू चाहिँ दामी रहेछ, तर बाटो चाहिँ रिक्सी रहेछ नि हौ, एकदम रिक्सी। हेर्नु पछाडि गाडीहरू नतानेर, अगाडि हेर्नुहोस् गाडी नतानेर भिजोग भइरहेछ। साथीहरू हेलो फेसबुक फ्रेन्ड, हाम्रो केटाहरू हेर्नुहोस् है, हिरोहरू छ, ह्यान्डसम केटाहरू छ। ग्लोरी फोटो खिच्नु नि, यहाँ दामी हुनेछ। काका हाम्रो दुईजना बहिनी त बोलेन त हो मेरो भ्लगमा, के साह्रो नबोलिदिएको दादा भ्लगमा। नाम त भनिदियो। रेबिका, उसको नाम सिपोरा। दुईजनाले भिडियो नि हेरेर लाइक सेयर सब्सक्राइब गर्नु ल। हेर्नुहोस् यताको भ्युज चाहिँ। जय मेसी ब्रदर। हजुर हेर्नुहोस् है, एकदम स्काई वक चाहिँ अहिले यति राम्रो क्लियर भ्यू चाहिँ एकदम क्लियर रहेछ होइन। हेर्नुहोस् त कति स्याटिस टुरिज्म एरिया, टुरिस्टहरू यहाँ फुडिङ हुँदैछ है, चियाहरू खाँदैछ। टी टाइम हुँदो रहेछ। गाडी चाहिँ आज पार्किङ गर्ने जग्गा छैन, यस्तो फुल रहेछ जग्गा चाहिँ। ल ब्रदर ड्राइभर, तपाईँलाई एकदम अप्ठ्यारो बाटो चाहिँ एकदम है अप्ठ्यारो। बाटो दुःख गरे पनि राम्रो रहेछ। आजको वेदर पनि एकदम क्लिन छ है, भ्युज पनि राम्रो छ, सबै राम्रो छ। बाटो चाहिँ सेकेन्ड टाइम हो पेलिङ, बट फर्स्ट टाइम स्काई वक। मेरो चाहिँ सेकेन्ड टाइम भयो यो स्काई वक। बाटोको अवगत थियो अगाडि त अलिक त्यस्तो उयो क्लियर सुइस स्ट्यान्ड रहेछ हो। टिकट तल टिकट काउन्टरमा टिकट काटेर, मुनि टिकट काउन्टर रहेछ हो। टिकट काउन्टरमा टिकट काटेर सु चाहिँ यहाँ राखेर त्यहाँदेखि तपाईँ त्यो वक गर्नु सक्छ स्काई वकमा हो। त्यस्तो छ आज। तर फी चाहिँ 50 रुपिस लोकलको, मतलब फरेनरहरूको चाहिँ अलिकति ज्यादा। ए ठिकै हो, अब यति एक्सपेन्सिभ पनि होइन है। हेर्नुहोस् है यहाँ बुद्धको टिकट काट्नु भयो? कतिवटा काट्नु भयो? कतिवटा? ए ड्राइभरको परेन? त्यसो तपाईँ पनि काट्नु होइन। वकको पोल चाहिँ यस्तो रहेछ है। अब हेर्नुहोस् ल, म चाहिँ टिकट गर्नु गएको, मेरो 200 छ र यसमा ड्राइभरको चाहिँ फ्री अरे हो। अन्त यसबाट म 5 जनाको काट्छु। दाजुहरू बस्दै गर्नुहोस् ल, कि जानु नि टिकट लिएर। टिकट 50 रुपिस। यस्तो रहेछ यहाँको चाहिँ। एक्जिटमा बसिरहेको छ। टिकट काउन्टर कता? फाइनली हातमा टिकट चाहिँ आयो है। यहाँ एन्ट्री हुने टिकट आएको छ, 50 रुपिस रहेछ। र अब टाइम पनि हुन आँट्यो अरे, छिटो जानु भन्दैछ। र अब म जाँदैछु, तपाईँहरूलाई गएर देखाउँछु ल आफ्टर अल सब भिडियोहरू। एन्ट्री गर्यो ब्रदर। अब कोही बेला यस्तो टाइमहरू पनि हाम्रो चाहिन्छ है, यसो फ्रेस हुन्छ। अनि मेरो चाहिँ फर्स्ट टाइम क्यामेराको, मेरो फर्स्ट हो। हाम्रो ब्रदरको मेरो चाहिँ सेकेन्ड टाइम हो। एकदम रिफ्रेसमेन्ट भयो आज चाहिँ एकदम। स्काई वकमा चाहिँ चढ्यौँ, तर स्काई चाहिँ अब वक चाहिँ यो अलिक ब्लर भएकोले गर्दा त्यस्तो एडभेन्चरस फिल चाहिँ हुँदैन रहेछ। सायद दिदीकोमा छ। तपाईँलाई के पनि मतलब डर लागेन? एकदम तपाईँ ग्लास खोल्नुहोस् न, भाग ग्लासले गर्दा हो कि? ए होइन
देख्नुहुँदैछ क्लियरै? ओके ओके भिजन क्लियरै छ नि तपाईँको होइन? सरप्राइज भइरहेको छु आज फर्स्ट टाइम यहाँ वक गरिरहेको छु यहाँ हाम्रो साथमा हाम्रो अर्पण दादा अर्पण दा अनि तपाईँले कस्तो अनुभव गर्नुहुन्छ यही सेकेन्ड टाइम हो यो त अब धेरै एक्सपिरियन्स भइसकेको छ अब है सेकेन्ड टाइम भनेपछि त है वकको भ्यू हेर्नु चाहिँ यतिको लागि चाहिँ मान्छेहरू चाहिँ कति टाइम निकालेर है आउँछ एकदम रिफ्रेसमेन्ट हुँदो रहेछ यहाँ आएपछि चाहिँ माइन्ड एकदम फ्री हुँदो रहेछ है एकदम स्काई वकमा त्यस्तो डेन्जर चाहिँ केही छैन एकदम रस लागिसकेको रहेछ मैले चाहिँ एकदम ख्याल लागेको रहेछ पहिना पनि एकदम ब्लर भइसकेको रहेछ भिजन पनि क्लियर छैन त्यस्तो डर चाहिँ छैन र अब मान्छेले इन्जोय गरिरहेको छ है टुरिस्टहरू हेर्नुहोस् एकदम आउँछ मान्छेहरू सबै आफ्नो ट्रिपमा फ्यामिली ट्रिपमा आएर घुमिरहेको छ इन्जोय गरिरहेको छ ए ल ल ल ल ल खै 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 मन छु त न होइन फोटो खिच्न बसेको हो सेवामा बसे जस्तो छ त अन इन्जोय लिइरहेको छ है त्यहाँदेखि पछि म जाँदिनँ अलिकति हिँड्नु साह्रो पऱ्यो मलाई है एकदम एनर्जी छैन म यो खालि हिँड्ने चाहिँ तपाईँलाई यहीँबाट देखाउँदैछु है ल कस्तो कस्तो फिल गर्दै स्काई वकमा यो चाहिँ नि भन्छ कि त्यो के अरे चित्रको व्यापारमा कुनै के जाति भनेको अहिलेको लागि चाहिँ मैले यति नै भिडियो बनाएँ है सी यु इन द नेक्स्ट ब्लग म घरसम्म पुगेर तपाईँलाई देखाउनेछु कति बजी पुग्छ है दाजु पनि इन्जोय गरिरहनु भएको छ सबैले सबै हाम्रो चर्चको हुनुहुन्छ है ल अब हामी पनि एउटा इन्जोय चाहिँ मल्ली आइपुगिसकेको छ होइन रोनिस यता हामी होटेलमा बस्दैछ होइन होटेल सिमरन अमिताको क्यामेरा चाहिँ मैले फसाइदिइसकेको छु